र पञ्च अवयव पद्धतिको प्रयोग गर्नुको आवश्यकता किन भन्ने विषयवस्तुमा यो अवधारणा पत्र प्रस्तुत भएको छ। यावत विषयवस्तुहरू अहिले मैले संक्षेपमा भन्दै म आफ्नो प्रमाणको विषयमा थोरै यसलाई प्रमाण भनेको ज्ञानको साधन हो। त्यो ज्ञान यथार्थ हुनुपर्छ। अयथार्थ ज्ञान भयो भने त्यो प्रमाण हुन सक्दैन। किन त भन्दाखेरि प्रमाकरणम प्रमाणम, प्रमा भनेको यथार्थ ज्ञान हो, त्यसको करण भनेको साधन, त्यो नै प्रमाण हो। यसले अयथार्थ ज्ञान चाहिँ प्रमाण हुँदैन भन्ने कुराको पुष्टि गर्दछ। प्रमाणहरू 4 प्रकारका छन्। प्रत्यक्ष, अनुमान, उपमान, शब्द प्रमाण। यी सबैका आफ्ना महत्त्व छन् र यसको कसरी प्रयोग हुन्छ त्यो पनि आफ्नै सिद्धान्त छ, पद्धति छ। पदार्थ सिद्ध गर्नु सम्पूर्ण दर्शनशास्त्रको मुख्य उद्देश्य रहेको छ। यस कारणले पनि सबै दार्शनिकहरूले प्रमाणलाई स्वीकार गरेका छन्। प्रमाणद्वारा प्रमेयको यथार्थ विचार र ती प्रमाणहरूको विस्तृत रूपमा प्रतिपादन गर्नु न्याय दर्शनको मूल ध्येय हो। र न्यायशास्त्रलाई आनुषंगिक शास्त्र पनि भनिन्छ। प्रमाणबाट पदार्थको प्रतिपत्ति मतलब ज्ञान भएपछि मात्र ग्रहण गर्ने वा छोड्ने भन्ने प्रवृत्तिको फलादि सम्बन्ध सिद्ध हुने हुँदा प्रमाणको सार्थकता अवश्य नै सिद्ध हुन्छ। यसको लागि भाष्यले प्रमाणतः अर्थप्रतिपत्तौ प्रवृत्ति सामर्थ्यात् अर्थवत् प्रमाणम भन्ने प्रमाण दिनुभएको छ। अब म आफ्नो यी सबै विषयवस्तुहरूलाई छुट्याउँदै मेरो मूल भन्नुपर्ने विषयवस्तु यो 1-2 पेजको चाहिँ यति चाहिँ म भन्छु। शोध कार्यमा न्याय र प्रमाण पद्धति। स्रोत भनेको पूर्ववर्ती अनुसन्धानले गरेका कार्यको गहन अध्ययन गरी नवीन तथ्य पत्ता लगाउनु हो। ज्ञानार्जनको व्यवस्थित र वैज्ञानिक प्रक्रिया, नवीन तथ्य तथा मौलिक ज्ञान प्राप्तिको व्यवस्थित प्रक्रिया, प्राप्त ज्ञानको परिशोधनको प्रक्रिया शोध हो। शोधको मर्म भनेकै यथार्थ ज्ञान पत्ता लगाउनु हो। त्यो ज्ञान पत्ता लगाउने साधन प्रमाण हो। प्रमाणहरूबाट अर्थको परीक्षण गर्नु प्रमाण पद्धति हो। किनभने कुनै पनि विषयवस्तुमा केन्द्रित रहेर शोध कार्य गर्दा कुन विषयवस्तु कुन तथ्यका आधारमा वा कुन प्रमाणका आधारमा सिद्ध गर्न सकिन्छ भन्ने कुरा अनुसन्धातालाई ज्ञान हुनु आवश्यक छ। पौरस्त्य शोधमा प्रमाण मीमांसा अपरिहार्य छ। सर्वप्रथम अनुसन्धाताले विषय निर्कोल गर्नुपर्छ। निर्कोल भइसकेको विषयको सिद्धि गर्नु भनेको यथार्थ ज्ञान हो। त्यो यथार्थ ज्ञानको साधन प्रमाण हो। अर्थात् विषय सिद्ध गर्न प्रमाणको आवश्यकता पर्दछ। त्यसपछि विषय प्रमाण सिद्ध गर्न उदाहरण देखाउनु पनि आवश्यक हुन्छ। यसका लागि न्यायशास्त्रमा प्रतिपादित पञ्च अवयव वाक्य 5 वटा अवयव वाक्यहरू छन्। ती 5 अवयव वाक्यहरूको प्रयोग गर्नुपर्ने हुन्छ। वस्तुतः न्याय भनेकै अनुमान हो। अनुमान अन्तर्गत 5 अवयव पर्दछन् र ती 5 अवयव भनेको प्रतिज्ञा, हेतु, उदाहरण, उपनय र निगमन। जस्तो पर्वतो वन्यमान अर्थात् पर्वतमा आगो छ, यो के हो त प्रतिज्ञा वाक्य। अब प्रश्न उठ्छ कि पर्वतमा आगो छ भन्ने कुरा कसरी सिद्ध हुन्छ? यसको उत्तरमा धुमा, यो हेतु वाक्य हो। हेतु नामक कारण अर्थात् धुवा भएकाले जहाँ धुवा हुन्छ त्यहाँ आगो अवश्य हुन्छ। यसमा प्रमाण के भन्ने प्रश्नमा यथा महानसम अर्थात् भान्साघर, यो उदाहरण वाक्य हो। भान्साघरमा जसरी धुवा उडिरहेको देखेर आगो रहेछ भन्ने ज्ञान हुन्छ, धुवा हुँदैमा आगो हुन्छ नै भन्ने प्रमाण के त भन्ने प्रश्न हुन्छ। तथा चायम, यो उपनय वाक्य हो। यसमा यसको प्रमाणको रूपमा उपनय वाक्यलाई दिन सकिन्छ। यसको अर्थ हुन्छ धुवा र आगोको नियत साहचर्य भएकाले धुवा भएको ठाउँमा आगो अवश्य नै हुने हुनाले वन्य व्याप्य धुममान अयं पर्वतः अर्थात् वन्य व्याप्य धुममाला यो पर्वत हो भन्ने कुरा सिद्ध हुन्छ। यसरी उपनय वाक्य, निगमन वाक्यको प्रयोग हुँदै यो तर्क पद्धति हो। यो अवयव, यसलाई पञ्च अवयव पद्धति पनि भनिन्छ। त्यसरी नै पञ्च अवयव पद्धतिको शोध कार्य अनुसन्धानमा कसरी प्रयोग गर्न सकिन्छ त भन्दा पौरस्त्य शोध विधिमा एउटा शोध क्षेत्र हुन्छ भने अर्को शोधको विषय हुन्छ। शोध क्षेत्र भनेको प्रतिज्ञा वाक्यको पर्वत जस्तै हो। जस्तै न्यायमा प्रमाण हुन्छ। न्याय के हो त शोध क्षेत्र भयो। विषयवस्तु के सिद्ध गर्ने त प्रमाण सिद्ध गर्ने हो। त्यो शोध क्षेत्र भनेको प्रतिज्ञा वाक्यको पर्वत जस्तै हुन्छ। यहाँ अनुसन्धेय विषय भनेको साध्य हो। साध्य भनेको आगो जस्तै। त्यो विषयको शोध क्षेत्रमा सिद्ध गर्न कारण चाहिन्छ। कारण भनेको हेतु चाहिन्छ, प्रमाण चाहिन्छ। जस्तै धुवा जस्तै, धुवा भयो भने मात्र वन्यको
बन्ने सिद्ध हुन्छ। जहाँ जहाँ धुवा हुन्छ त्यहाँ त्यहाँ आगो हुन्छ। धुवा र आगोको व्याप्ति जसरी सिद्ध हुन्छ, शोध क्षेत्रमा पनि सार्वजनिक नियमको उदाहरणसहित पुष्टि गर्न सकियो भने त्यस्ता शोध विश्वसनीय हुन्छन् र दोषरहित हुन्छन्। अब यहाँ एउटा कुरा के बुझ्नु आवश्यक छ भने हेतु भनेको कारण हो। त्यो कारण जहिले पनि सद हेतु हुनु आवश्यक छ। असद हेतुले कहिल्यै पनि पक्षबाट साध्य सिद्ध गर्न सक्दैन। त्यसरी नै अनुसन्धान कर्ममा शोध विधि बनाउँदा साध्य वस्तु सिद्ध गर्न असद हेतु वा असद विधिको पनि प्रयोग गर्नु भएन। शोध विधि असत हुँदा त्यस्तो विधिद्वारा अनुसन्धाताले पक्ष अर्थात् शोध क्षेत्रमा साध्यको सिद्धि अर्थात् पुष्टि गर्न चाहेको विषयको सिद्धि गर्न कसरी सक्ला? कथमपि सक्दैन। अर्थात् न्याय दर्शनको पञ्च अवयव पद्धति अवलम्बन गरी शोध कार्य गर्ने हो भने अनुसन्धाता असद हेतु अर्थात् दुष्ट कारणबाट बस्न सक्छ। पौरस्त्य विषयसँग सम्बद्ध शीर्षकमा पञ्च अवयव पद्धति अथवा न्याय पद्धति अथवा तर्क पद्धति अथवा प्रमाण पद्धति स्वीकार गर्दा हाम्रा शोध गुणस्तर बन्ने कुरामा कुनै सन्देह रहँदैन। र यी यस्तै मेरो शोधको निष्कर्ष के हो भने अनुसन्धानमा प्रमाण पद्धतिलाई अवलम्बन गरेर त्यस अन्तर्गत प्रमाण भनेको 4 अनुमान प्रमाण पनि आउँदछ। अनुमान प्रमाण अन्तर्गत पञ्च अवयव पनि पर्दछन्। त्यो पञ्च अवयव पद्धतिलाई शोध कार्यमा प्रतिज्ञा हेतु उदाहरण उपनेर निगमन यो प्रक्रियाबाट पनि प्रयोग गरेर पौरस्त्य शोध पद्धति बनाउन सकिन्छ भन्ने यो निष्कर्ष हो। यसमा बाँकी रहेका कुराहरू फेरि हस्त धन्यवाद। त्यसको लागि अनुसन्धान केन्द्रका निर्देशक डाक्टर सुन्दर कुमार गुरुजीलाई पनि विशेष धन्यवाद अवसरको लागि। हस्त।